दर्शकबिन नमस्कार। यहाँहरु आरसीएम टेलिभिजन हेरिराख्नु भएको छ। म कबीर। आज हामीले अलि भिन्नै किसिमको कार्यक्रम यहाँहरु माझ प्रसारण गरिरहेका छौं। थुप्रै व्यक्तिहरुलाई वित्तीय सम्बन्धी र बैंक सम्बन्धी अलि प्राविधिक कुराहरु र यावत कुराहरु थाहा हुँदैन र यो कार्यक्रमले यहाँहरु माझ बैंक र वित्तीय सम्बन्धी केही ज्ञान पुगोस् भन्ने उद्देश्यले हामी यो बैंकिङ कुराकानीहरु यहाँहरु माझ प्रसारण गरिरहेका छौं र पहिलो अंकमा हामी वित्तीय साक्षरता विषयवस्तुमा रहेर अन्तर्क्रिया कुराकानी गर्ने छौं। हामीसँग आजको विषयवस्तुमा कुराकानी गर्नका लागि कैलाली बहुमुखी क्याम्पस बीबीए मा अध्ययनरत विद्यार्थीहरु हुनुहुन्छ। आउनुहोस् उहाँको परिचय सँगै वित्तीय साक्षरता विषयमा कुराकानी गरौं। तपाईले वित्तीय साक्षरतालाई कसरी बुझ्नु भएको छ? वित्तीय साक्षरता भन्नाले के हो? आफ्नो परिचय सँगै भन्नु होला। धन्यवाद प्रश्नको लागि। म कुम्भराज जोशी, यसै कैलाली बहुमुखी क्याम्पस बीबीए तेस्रो सेमिस्टरमा अध्ययनरत विद्यार्थी। र वित्तीय साक्षरता भन्नाले सामान्यतया रुपैयाँ पैसा सम्बन्धी एउटा जानकारी हो जो हामीले वित्तीय साक्षरताको जानकारी लिइसकेपछि र आम्दानीका क्षेत्रहरुमा र कर्जाका क्षेत्रहरुमा कसरी पैसालाई परिचालित गर्छौं भन्ने एउटा सिकाइ हो र यो एकदमै अति आवश्यक पनि हुन्छ। आर्थिक क्रियाकलापहरुका लागि कुनै पनि ठाउँमा लगानी गरिसकेपछि त्यसबाट लाभांश हुने कि त्यो पैसा डुब्ने भन्ने कुरा जान्नुपर्ने हाम्रो लागि एकदमै आवश्यक हुन्छ। र समग्रमा वित्तीय साक्षरता भन्नाले रुपैयाँ पैसालाई सही सदुपयोग गरी कुनै जोखिम बिना पनि आम्दानी आर्जन गर्न सक्नु हो भन्ने मेरो बुझाइ हो। आधुनिक समयमा डिजिटल साक्षरता या फाइनान्शियल लिटरेसी हामीले यदि थाहा छैन भने हामीले लगाएको लगानी डुब्न सक्छ। र जस्तै भनौं जमाना आधुनिक भइसकेपछि हाम्रा विभिन्न बैंकका एकाउन्टहरु ह्याक हुने सम्भावना बढ्दो छ। यो सम्बन्धी अहिले हामीलाई सामान्यतया गाउँघरमा यस्ता फर्महरु खोलेर समूहहरुमा मात्र यो सीमित नराखेर यसलाई एकदमै आधुनिक तरिकाबाट यसको बारेमा जानकारी लिनु एकदमै आवश्यक छ भन्ने मेरो बुझाइ हो। एकदमै राम्रो कुरा जोड्नुभयो। वित्तीय साक्षरता सम्बन्धी यहाँले राम्रो जानकारी दिनुभयो। अब वित्तीय साक्षरता का विभिन्न महत्वहरु पनि छन् जस्तो लाग्छ मलाई। र यो प्रश्न म यहाँ महादेव ज्यूलाई गर्न चाहन्छु। वित्तीय साक्षरताको व्यावहारिक महत्व के कस्तो छन् जस्तो लाग्छ यहाँलाई? वित्तीय साक्षरताको व्यावहारिक महत्व किन जरुरी छ भनेपछि कुनै पनि व्यक्तिले कुनै दैनिकी रूपमा आर्थिक कारोबार गर्दाखेरि थाहा पाउनुपर्ने कुराहरु यसमा जोडिएका छन्। जस्तै कि बजेट छुटाउँदा, कुनै कुराहरु कुनै कारोबार गर्दा, खर्च गर्दा, कुनै कुराहरु आर्थिक कुराहरु बुझ्दा यी कुराहरु वित्तीय साक्षरताको ले गर्दा नै यिनीहरु कुरा सम्भव छन्। जस्तै कि तपाईले चाहिँ कुनै काम गर्दा तपाईलाई यो कुराको कुनै ज्ञानै छैन भने तपाईलाई यी कुराहरु गर्दाखेरि धेरै नै गाह्रो हुन्छ। जस्तै कि भोलिको दिनमा कुनै कारोबार गर्नु छ भने हामीले आजदेखि नै हाम्रो खर्चहरु कम गरेर बचत गरेर भोलिको दिनको लागि सहज होस् भनेर त्यही कुराहरु लागिराखेपछि त्यो कुराहरु गर्न सजिलो हुन्छ। जस्तै कि भोलिको दिनमा हामीलाई कुनै कारोबार गर्नु छ, भोलिको दिनमा माथिल्लो पढाइहरु गर्नु छ, कुनै बिजनेसमा लगानी लगाउनु छ भनेपछि यी कुराहरु हामीले गर्यो भने हामीलाई भोलिको दिनमा कारोबार गर्न सजिलो हुन्छ। दीर्घकालीनका लागि कुनै पनि सेवाहरु हामीलाई लिन, जस्तै कि इन्स्योरेन्सका कुराहरु भए, भोलिको दिनमा के हुन्छ कसो हुन्छ कसैलाई थाहा हुन्न, अचानक आइपर्ने घटनाहरुले पनि भोलिको दिनमा धेरै समस्याहरु पार्न सक्छ। त्यही भएर हामीले आजैबाट नै यो कुराहरु जान्यौ भने भोलिको दिन हामीलाई काम गर्न
सहज बनाउँछ। धन्यवाद महादेवज्यू, एकदमै राम्रो महत्त्व तपाईँले भन्नुभयो। अब महत्त्व हुँदाहुँदै पनि यसमा वित्तीय साक्षरतामा धेरै कठिनाइहरू पनि छन्। के कस्ता कठिनाइ छन् र त्यसको समाधान कसरी गर्न सकिएला जस्तो लाग्छ यहाँलाई? म आशिषबाट सुन्न चाहन्छु। तपाईँले एकदमै महत्त्वपूर्ण प्रश्न र एकदम सान्दर्भिक प्रश्न सोध्नुभएको छ। वित्तीय कारोबारमा चाहिँ वित्तीय साक्षर नहुँदाखेरि चाहिँ धेरै खालका कठिनाइहरू देखा पर्छ, पक्कै पनि एउटा स्वाभाविक हो। तर ब्याङ्कको तर्फबाट हेर्ने हो भने वित्तीय कारोबार गर्दा चाहिँ एउटा समस्या के हो भने टेक्निकल्ली एउटा प्रब्लम देखा पर्छ। कारोबार गर्दाखेरि कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर गर्दा, जस्तै भनौँ रकमान्तर गर्दा होइन, एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकमान्तर गर्दा, अन्तर ब्याङ्किङ कारोबार गर्दा पनि यसमा चाहिँ के हुन्छ भने कहिलेकाहीँ सर्भर डाउन भएको कारणले गर्दा अर्थात् कुनै टेक्निकल प्रब्लम ब्याङ्किङ सिस्टममा आएको कारणले गर्दा यसले चाहिँ एउटा इरर देखाउँछ र यसमा चाहिँ जुन रकम आन्तर गर्ने, ट्रान्जेक्सन गर्ने, यसमा चाहिँ पेन्डिङमा रहने, त्यसपछि यो कारोबार पूर्ण नहुने एउटा त्रुटि यो देखा पर्छ। यो ब्याङ्कको तर्फबाट एउटा यो त्रुटि हो। र वित्तीय साक्षरता नहुँदाखेरि जुन ग्राहकमा चाहिँ ग्राहक वर्गमा एक प्रकारको समस्या देखा पर्छ, त्यसमा चाहिँ विविध समस्याहरू रहेका छन्, विविध कठिनाइहरू रहेका छन्। पहिलो त ब्याङ्कको बारेमा, ब्याङ्कले दिने सेवा सुविधाको बारेमा ग्राहक वर्गमा चाहिँ त्यसको जानकारी हुँदैन। आफ्नो वित्तीय योजना बनाउनुमा चाहिँ कठिनाइ हुने भयो, दोस्रो समस्या। त्यसै गरी वित्तीय योजना बनाउनुमा समस्या। त्यसै गरी ऋण लिने, ब्याङ्कबाट ऋण लिँदाखेरि चाहिँ ब्याङ्कले कस्तो दरमा ऋण दिइरहेको छ, त्यसै गरी त्यसमा चाहिँ कति दिनमा त्यो फिर्ता गर्नुपर्ने, आवश्यक कागजातहरू के हुन्, प्रोसेस कति लाग्छ, अन्त मैले कहाँ लगानी गर्नुपर्छ र यसमा लगानी गर्दा के हुन्छ, त्यसको बारेमा जानकारी नहुनसक्छ। यो वित्तीय साक्षरता नहुँदाखेरि यस्तो खालको कठिनाइ हुन्छ। त्यसै गरी यसले गर्दा के हुन्छ भने एकातिर ब्याङ्कको जुन रिटर्न आउने हुन्छ त्योमा चाहिँ ब्याड डेटमा चाहिँ जान सक्छ होइन, एउटा खराब ऋणको रूपमा रहन सक्छ। अर्कातिर ग्राहकलाई पनि प्रतिफल नहुनसक्छ र समयमा त्यो ब्याङ्किङको जुन रिपे गर्नुपर्ने थियो त्यो नभएको कारणले उसलाई डिफल्टरमा राख्छ ब्याङ्कले, अन्त उसले ब्याङ्कको सेवा सुविधाबाट वञ्चित हुनसक्छ। त्यसै गरी अर्को समस्या के छ भने आफ्नो बचत र खर्चको बारेमा चाहिँ सामञ्जस्यता मिलाउन सक्दैन। किनभने मैले बचत गर्दाखेरि मलाई कति फाइदा हुने हो, ब्याङ्कले कुन सेवा दिइरहेछ, मैले कुन खातामा बचत गर्दा कस्तो फाइदा हुने हो, यो सब वित्तीय साक्षरता नभएको कारणले गर्दाखेरि हुने कठिनाइ हो। र अन्तिममा एउटा समस्या के छ भने यो जल्दो बल्दो समस्या हो। एक प्रकारले वृद्ध अवस्थाका जुन व्यक्तिहरू छन् अथवा ती मानिसहरू छन् तिनीहरूमा चाहिँ यो सामाजिक सुरक्षा उनीहरूले पाउने गर्छन् र उनीहरूको सामाजिक सुरक्षा आजभोलि डाइरेक्ट ब्याङ्कमा आउने गर्छ, जुन भत्ता। र यो भत्ता उनीहरूले जुन दिन ब्याङ्कमा आएको हुन्छ उनीहरूलाई पहिला त्यो भत्ता निकाल्नुपर्ने हुन्छ। अर्थात् उनीहरूले त्यो ब्याङ्कमा राख्दा अथवा ब्याङ्कमा पछि निकाल्दाखेरि के हुने हो भन्ने कारणमा एउटा डर के हुन्छ भने यसले चाहिँ ब्याङ्कले हाम्रो पैसा लग्ने हो कि छिटै ल्याइहालौँ भन्ने खालको यो वित्तीय साक्षरता नभएको कारणले हो। यदि वित्तीय साक्षरता हुन्थ्यो भने उनीहरूमा जो वृद्ध अवस्थाका मानिसहरू छन् उनीहरूमा हुन्थ्यो भने ल ठिकै छ, यसले चाहिँ जुन यसमा लगानी गर्दा के हुन्छ, फर इक्जाम्पल जुन मुद्दा यदि हामीले त्यो पैसालाई त्यही ब्याङ्कमै लगानी गरेर राख्ने हो भने पनि केही पर्सेन्ट ब्याज दरमा चाहिँ वार्षिकमा चाहिँ कम्तीमा त्यो पैसामा वृद्धि आउने थियो र उनीहरूलाई फाइदा हुने थियो। यस्तो कारणले गर्दाखेरि उनीहरू त्यसको बारेमा सोच्दैनन् किनकि उनीहरूलाई वित्तीय साक्षरता छैन। यो एउटा कठिनाइ हो उनीहरूको लागि। त त्यसै कारणले यस्ता कठिनाइहरू देखा परेको छ भन्ने मलाई लाग्छ र यसको समाधानका उपाय पनि अपनाउनु एकदम जरुरी हो। र के उपाय अपनाउनुपर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ पहिलो के लाग्छ भने मलाई टेक्निकलको इररको कुरा सम्बोधन गर्दाखेरि ब्याङ्कले चाहिँ आफ्नो सर्भरलाई चाहिँ समयमा चाहिँ त्यसको
समयमा चाहिँ त्यो सर्भरलाई चाहिँ चेक गर्ने, सर्भरमा के कस्तो प्रब्लम आउँछ त्यसलाई सम्बोधन गर्नुपर्छ। त्यसै गरी दोस्रो समस्या ग्राहक वर्गमा देखिने समस्या जुन मैले अघि भने यो बचत र खर्चको बारेमा राम्रोसँग ज्ञान नभएको कारणले गर्दाखेरि बचतमा प्रभावकारी नहुन सक्ने र त्यो खर्चमा चाहिँ वृद्धि हुने हुन्छ। र यस्तो खालको समस्या समाधान गर्नको लागि ब्याङ्कले चाहिँ उनीहरूलाई बचतको लागि प्रोत्साहन गर्नुपर्छ। एउटा महत्त्वपूर्ण कुरा हो यो होइन, तिनीहरूलाई बचतको लागि प्रोत्साहन गर्ने, यो बचत गर्दा के हुन्छ, अनि यो बचतमा चाहिँ कति प्रतिशतले वृद्धि गर्न सकिन्छ तपाईँको रकमलाई यदि जम्मा गर्नुभयो भन्यो भने होइन। यस्तो खालको यो साक्षरताको बारेमा जानकारी दिनु एकदमै महत्त्वपूर्ण कुरा हो। र ब्याङ्कले यस्तो कसरी गर्न सक्छ भने कुनै समूहमा चाहिँ एउटा सङ्गठन बनाएर अथवा वार्षिक रूपमा एउटा कार्यतालिका बनाएर छुट्टै यस्तो खालको गर्न सक्छ कार्यक्रम। र विशेष गरी विद्यार्थी सङ्गठनलाई फोकस गर्यो भने यो अलिक प्रभावकारी हुन्छ। किनकि स्कुल भनेको के हो भने यो चारैतिरबाट सबै गाउँ क्षेत्र कुनै पनि ठाउँबाट एउटा सङ्गठन हो नि त, सबै ठाउँबाट आउने विद्यार्थीहरूको सङ्गठन हो। र यो एउटा बालबालिकाको थलो हो, भोलिका बालबालिका भनेका यही हुन्। त्यस कारणले आजभोलि यदि वित्तीय साक्षरता दिने हो भने भोलि त फाइदा हुने भयो, पक्कै पनि उनीहरूलाई आफ्नो वित्तीय योजना बनाउन फाइदा हुने भयो। त्यसै कारणले ब्याङ्कहरूले मेन फोकस गर्ने हो भने मलाई लाग्छ यो विद्यार्थी माझहरूमा हो। र यिनीहरूले नै पछि थप यसलाई चाहिँ रेन्फोर्समेन्ट गरेर चाहिँ उता आफ्नो गाउँ समाजमा यसको बारेमा जानकारी दिन सक्छन् र उनीहरूलाई पनि साक्षर बनाउन सक्छन् र ब्याङ्कले दिने सेवा सुविधाको बारेमा जानकारी गराउन सक्छन्। र अर्को एउटा महत्त्वपूर्ण कुरा मलाई लाग्छ, जुन यो सरकारी कार्यालयहरूमा चाहिँ एउटा नागरिक वडापत्र राखिएको हुन्छ, त्यसलाई चाहिँ त्यही हिसाबले चाहिँ ब्याङ्कले पनि के गर्नुपर्छ भने आफ्नो भित्तामा अथवा जुन भनौँ न एउटा ग्राहकको पहुँचयोग्य ठाउँमा मुख्यतया त्यो फर इक्जाम्पल कसैलाई वेबसाइटमा पहुँचयोग्य हुनसक्छ, आजभोलि त वेबसाइटमा राख्ने गर्छ सरकारी कार्यालय। त्यसरी नै यिनीहरूले ब्याङ्कहरूले पनि वेबसाइटमा आफ्नो त्यसको बारेमा राख्ने र त्यसमा समावेश गर्ने कुरा जस्तै सेवा कस्तो प्रकारको सेवा दिने हो, अनि त्यसपछि सेवाको लागि आवश्यक कागजात के हो, दस्तुर के लाग्ने हो, जस्तै खाता खोल्दाखेरि के चाहिने कुरा हो, अनि ऋण लिँदाखेरि हामीलाई के प्रोसेसहरूमा जानुपर्छ, कति लामो अवधि लाग्छ होइन, अनि कुन शाखाले ऋण प्रदान गर्छ, यस्ता सामान्य कुराको जानकारीदेखि लिएर अलि एडभान्स कुरासम्मको जानकारी त्यो नागरिक वडापत्रमा राख्ने हो भने यसले गर्दा वित्तीय साक्षरता फैलाउने पक्कै पनि फैलाउँछ यसले, मलाई लाग्छ त्यस्तो। त्यसै गरी यस्तै कुराहरू गरेर चाहिँ जुन मैले अघि भने यस्ता समस्याहरूलाई सम्बोधन गर्न सकिन्छ र वित्तीय साक्षरतालाई प्रवर्धन गर्न सकिन्छ। एकातिर राष्ट्र ब्याङ्कका जुन निर्देशिकाहरू कार्यान्वयन गरेर निर्देशिकाहरू त्यसले दिइरहेको हुन्छ, त्यस्तो खालको निर्देशिकाहरू पनि राम्रोसँग कार्यान्वयन हुने भयो वित्तीय साक्षरता भयो भने होइन। अर्कातिर ग्राहकमुखी सेवा पनि प्रभाव हुने हो ब्याङ्कबाट, अर्कातिर ग्राहक वर्गबाट पनि सन्तोषजनक जुन फिडब्याक आउँछ, यसले गर्दा तिनै पक्षबाट चाहिँ राम्रो देखिने हुन्छ र वित्तीय साक्षरता प्रवर्धनमा एकदमै ठुलो टेवा पुग्छ भन्ने मलाई लाग्छ। पक्कै पनि एकदमै समय सान्दर्भिक र समस्याहरू र त्यसका समाधानहरू एकदमै प्रभावकारी समाधानका उपायहरू पनि यहाँले दिनुभयो। यहाँको शब्दहरूको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब वित्तीय शिक्षा प्रवर्धन गर्नको लागि बैङ्क र वित्तीय संस्थाहरूले त एकदमै भूमिका निर्वाह पनि गर्न सक्छ नि होइन। के कस्तो किसिमले यो वित्तीय शिक्षा सम्बन्धी ज्ञान प्रवाह गर्न यो बैङ्कहरूले र वित्तीय संस्थाहरूले भूमिका निर्वाह गर्न सक्छ, म मोनिकाबाट जान्न चाहन्छु। धन्यवाद कवि, तपाईँले धेरै राम्रो प्रश्न गर्नुभएको छ। र सर्वप्रथम मेरो नाम मोनिका ओझा हो र म यही कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र हुँ, BBA 5th सेमिस्टरबाट। र सर्वप्रथम म भन्न चाहन्छु भने कि बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई ग्राहकको दृष्टिकोणभन्दा पनि एउटा साथीको दृष्टिकोणबाट हेर्न धेरै महत्त्वपूर्ण छ। किनभने यो वित्तीय शिक्षा भनेको केवल ब्याङ्क जान सिक्ने बारेमा होइन, यो भनेको त हामीले आफ्नो पैसालाई कसरी सदुपयोग गर्न सक्छौँ त्यसको बारेमा हो। र यसका समाधानका लागि हामी सर्वप्रथम वार्षिक रूपमा जस्तो यही धनगढी सहरमै पनि सबै शाखाहरूले मिलेर अनि अरू वित्तीय संस्थाहरूले मिलेर एक दिन छनौट गर्न सक्नुहुन्छ
र त्यो दिनमा चाहिँ नि उहाँहरूले जस्तो भदौ 1 मेरो बैंकिङ शिक्षा दिवस भनेर सञ्चालन गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ उहाँहरू निःशुल्क खाता खोल्न सिकाउन सक्नुहुन्छ, QR कोड कसरी स्क्यान गर्ने त्यो बारेमा बताउन सक्नुहुन्छ र यी सेवा खल्ती जस्ता मोबाइल ब्याङ्किङ डिजिटल एपहरू कसरी युज गर्ने त्यसको बारेमा पनि जानकारी दिन सक्नुहुन्छ। र तत्पश्चात आशिषजीले धेरै राम्रो समस्याहरू उठाउनु भएको थियो। सर्वप्रथम चाहिँ हाम्रो वृद्ध वर्गहरू र महिला वर्गहरूले चाहिँ यसका बारेमा चाहिँ धेरै जानकारी पाउनु भएको हुँदैन र उहाँहरूलाई चाहिँ गाउँघरमै प्रत्यक्ष रूपमा गएर यसको बारेमा जानकारी दिन सकिन्छ। र यो पनि हामी यदि एउटा कथाको माध्यमबाट जोड्ने हो भने जस्तो एउटा वृद्ध आमाले ऋण लिएर चाहिँ व्यवसाय सुरु गरिन् अनि एउटा बुढाबाले चाहिँ बचत गरेर आफ्नो छोरालाई विदेशमा पठाउन सफल हुनुभयो र हामी जस्तै युवाहरू चाहिँ बैंकिङ क्षेत्रमा हुने ठगीहरूबाट बच्यौँ। यस्ता कथाहरूलाई सुनाउने हो भने उहाँहरू पनि आफूलाई रिलेट गर्न सक्नुहुन्छ र एउटा भावनात्मक रूपमा पनि बैंकहरूले यसमा जोड दिन सक्नुहुन्छ। र यसपछि उहाँले चाहिँ एउटा कुरा गर्नुमा बैंक गएपछि वृद्ध वर्गहरू धेरै एक प्रकारले कन्फ्युज हुनुहुन्छ, के गर्ने कस्तो गर्ने खाता यो त्यो भनेर उहाँहरूलाई क्ल्यारिटी हुँदैन यो कुराहरूमा। र एउटा हामी बैंकमै पनि प्रत्येक शाखामा एउटा छुट्टै डेस्क बनाउन सक्छौँ जहाँ चाहिँ नि हामी लेख्न सक्छौँ तपाईँको प्रश्नहरू हामी उत्तर दिन्छौँ, सङ्कोच नगर्नुहोस्, नडराउनुहोस्। किनभने जस्तो हामी पनि प्रथमचोटि बैंकमा जान्छौँ भने हामीलाई नर्भसनेस हुन्छ कि कसरी अब कसलाई सोधौँ, के सोधौँ, कसरी खाता खोल्ने यस्तो देखिन्छ। त्यही भएर यदि हामी छुट्टै डेस्क राख्ने हो भने उहाँहरूलाई धेरै एक प्रकारले सहज हुन्छ, कम्फर्टेबल हुन्छ। र यसपछि चाहिँ जस्तो भिडभाड भएका ठाउँहरूमा चाहिँ जस्तो हाट बजार बस पार्कहरू यहाँ चाहिँ नि स्टलहरू लगाएर उहाँहरूले जस्तो हाट बजारमा त किसान वर्गहरू पनि हुन्छ, उहाँहरूलाई पनि बैंकिङको बारेमा थाहा हुन्छ र नर्मल जो ग्राहकहरू हुन्छ उहाँहरूलाई पनि थाहा हुन्छ। यस्तो स्टलहरूमा चाहिँ हामी कुरा गर्न सक्छौँ, यस्तो सेभिङको बारेमा, इन्ट्रेस्टको बारेमा छलफल गर्ने हो भने अझै सबैजनाले यस्तो सिक्छन् र जस्तो आफूले सिकिसकेपछि उहाँहरू पनि आफ्नो घर गएर फेरि अरूलाई पनि यस्तो बताउने गर्नुहुन्छ र सिक्न सक्नुहुन्छ। त्यसपछि चाहिँ म भन्न चाहन्छु बैंक तथा वित्तीय संस्थाहरूले यदि हामी विद्यार्थीहरूलाई भलिन्टियरका रूपमा संलग्न गराउने हुन् भने अझै उत्कृष्ट हुन जान्छ। र त्यसका लागि चाहिँ उहाँहरूले विद्यालयमा जस्तो सानैबाट विद्यार्थीहरू सिक्दै जाने हुन् भने अझै उहाँले पछि गएर अझै स्पेसलाइज गर्न सक्नुहुन्छ त्यस्तो सेक्टरमा। र त्यसका लागि उहाँहरूले क्लब खोल्न सक्नुहुन्छ जस्तो कि माई ब्याङ्किङ बडी, र त्यहाँ उहाँहरूले गेम खेलाउन सक्नुहुन्छ जस्तो कि सेभ एन्ड स्पेन्ड च्यालेन्ज। यस्ता गेमहरूले चाहिँ उहाँहरूको इन्टेलेक्टमा पनि वृद्धि गर्छ र त्यसले एकदमै गुणस्तर हुन जान्छ। र त्यसपछि चाहिँ जस्तो सामाजिक सञ्जालमा पनि अहिले हामी पडकास्ट गरिरहेका छौँ, यस्तो पडकास्टहरू गर्ने हो अनि टिकटक अनि युट्युब अनि यस्तो वेबसाइटहरूमा पनि यस्तो भिडियोहरू अपलोड गर्यो भने सबैसम्म पुग्न पनि सहज हुन्छ। किनकि अहिले एकै सेकेन्डमा हामी यहाँदेखि विदेशमा पनि कल गर्न सक्छौँ भने नेपालका प्रत्येक क्षेत्रमा अहिले वाइफाई यो सब उपलब्ध भइसकेको छ र बैंकिङ तथा वित्तीय क्षेत्रहरूले यस प्रकार समाधानहरूमा जोड दिने हो भने मलाई लाग्छ कि वित्तीय साक्षरता नेपालमा धेरै नै बढ्न जान्छ र हामी टेक्नोलोजीका सेक्टरमा पनि धेरै राम्रो हुन सक्छौँ, मलाई यस्तो लाग्दछ। धन्यवाद। धेरै धेरै राम्रो कुरा जोड्नुभयो मोनिकाज्यूले। एकदमै तपाईँको जुन यो आइडियाहरू छन् यो कुराहरूलाई साँच्चीकैमा बैंक र वित्तीय संस्थाहरूले कार्यान्वयन गर्ने हो भने वित्तीय शिक्षा प्रवर्धनमा एकदमै ठुलो टेवा पुग्थ्यो जस्तो लाग्छ मलाई। अब हाम्रो कुराकानी एकदमै लामो भइसकेको छ। यो आजको पहिलो एपिसोडमा हामीले वित्तीय साक्षरता सम्बन्धी कुराकानी गऱ्यौँ र धेरै कुराहरू यहाँले जानकारी पाउनुभयो होला वित्तीय साक्षरता सम्बन्धी। हाम्रो अन्तर्वार्ता यो अन्तर्क्रिया
कार्यक्रम यहाँले अन्तिमसम्म हेरिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँले आफ्नो समय हामीलाई दिनुभयो, धेरै धेरै धन्यवाद। यहाँहरू आरसिएम टेलिभिजन हेर्दै गर्नुहोला। हामी फेरि पनि नयाँ एपिसोडमा नयाँ विषयवस्तुलाई लिएर फेरि पनि आउनेछौँ। धन्यवाद।